जिन्दगीका 4 तीतो सत्य। नम्बर 1, जीवन छोटो छ। जीवन भोगेकाहरूसँग सोध्नुहोस्, उहाँहरूको अनुभव लिनुहोस्, बुझ्नुहोस्। जीवन छोटो छ भनिन्छ नि, कर्कलाको पानी कुन बेला पल्टिन्छ थाहा हुँदैन। त्यसै गरी दोस्रो, हामीसँग जे छ त्यो हाम्रो परिचय होइन। हामीले आर्जन गरेको कुरा हामी होइनौँ यथार्थमा। त्यो त हाम्रो जीवनको एउटा अंश मात्र हो। नम्बर 3, पीडा बिना सफलता हासिल हुँदैन र सफलता प्राप्त गर्नको लागि पीडाबाट गुज्रिनै पर्छ। र चौथो तथा अन्तिम, हामीसँग जे छ अथवा हामीसँग भएको कुनै पनि चीज कुनै पनि समय परिवर्तन हुन सक्छ। एउटा सेकेन्डमा नै जीवनले अर्को मोड लिन सक्छ। त्यसकारणले यस संसारमा मान्छेको जीवनमा चिरस्थायी भन्ने कुरा कमै छन्। यी कुराहरू मनन योग्य भए चाहिँ लाग्यो मलाई।